हेलो साथीहरू नमस्कार, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आजको भिडियोमा चाहिँ हामी सिक्नेछौँ कसरी तपाईहरुले मेटा एआई प्रयोग गरेर आफ्नो कुनै पनि फोटोलाई चाहिँ भिडियोमा कन्भर्ट गर्न सक्नुहुनेछ भनेर सिक्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। मेटा एआईबाट चाहिँ भिडियो बनाउनको लागि सबैभन्दा पहिला तपाईहरुले आफ्नो मोबाइलमा रहेको क्रोम ब्राउजरलाई ओपन गर्नुहोला। क्रोम ब्राउजर ओपन गरिसकेपछि तपाईहरुलाई यस्तो इन्टरफेस देखाउनेछ र यहाँनिर तपाईहरुले सर्च बारमा गएर मेटा एआई भनेर सर्च गर्नुहोला। अब तपाईहरुले मेटा एआई भनेकोमा क्लिक गर्नुहोला। मेटा एआईमा क्लिक गरिसकेपछि तपाईहरुलाई यस्तो इन्टरफेस देखाउनेछ। यहाँनिर चाहिँ तपाईहरुले एउटा अकाउन्ट बनाउनु पर्ने हुन्छ। अकाउन्ट बनाउनको लागि चाहिँ तपाईहरुले सबैभन्दा पहिला माथि लगइन भनेको ठाउँमा क्लिक गर्नुहोला। लगइनमा क्लिक गरिसकेपछि तपाईहरुलाई यस्तो इन्टरफेस देखाउनेछ र यहाँनिर चाहिँ तपाईहरुले आफ्नो फेसबुक आइडीबाट लगइन पनि गर्न सक्नुहुन्छ र इन्स्टाग्रामबाट पनि लगइन गर्न सक्नुहुनेछ र म चाहिँ फेसबुकबाट लगइन गर्नेछु। त्यसपछि हेर्न सक्नुहुन्छ हाम्रो अकाउन्ट चाहिँ बनेर पुरै रेडी भइसकेको छ हैन। अब तपाईहरुले फोटोबाट भिडियो बनाउनको लागि चाहिँ यहाँ प्लस देखाएको ठाउँमा क्लिक गर्नुहोला र त्यसपछि एड मिडियामा क्लिक गर्नुहोला। त्यसपछि फोटो लाइब्रेरीमा क्लिक गर्नुहोला। त्यसपछि तपाईहरुको मोबाइलको ग्यालरी खुलेर आउनेछ र यहाँनिर तपाईहरुले कुन फोटोबाट चाहिँ भिडियो बनाउन चाहनुहुन्छ त्यही फोटोलाई सेलेक्ट गर्नुहोला। मैले चाहिँ एउटा फोटो सेलेक्ट गरिदिएँ र यहाँ माथि डनमा क्लिक गरिदिएँ। अब यस फोटोबाट चाहिँ तपाईहरुले भिडियोलाई कन्भर्ट गर्नको लागि एउटा प्रोन्टको आवश्यकता पर्दछ, जुन प्रोन्ट चाहिँ मैले पहिले नै लेखेर राखेको छु। म पेस्ट गरिदिन्छु र यदि तपाईहरु पनि यस्तै खालको भिडियो बनाउन फोटोबाट चाहिँ भिडियो बनाउन चाहनुहुन्छ भने यही प्रोन्टलाई चाहिँ कपी गरेर युज गर्न सक्नुहुन्छ। र अब भिडियो जेनेरेट गर्नको लागि चाहिँ तपाईहरुले निलो तीर आइकनमा क्लिक गर्नुहोला। तपाईहरुले हेर्न सक्नुहुन्छ हाम्रो भिडियो चाहिँ अब लगभग बन्नलाई रेडी भइसकेको छ हैन। हेर्न सक्नुहुन्छ हाम्रो फोटोबाट भिडियो चाहिँ बवाल तरिकाले बनेको छ। तपाईहरुलाई म प्ले गरेर पनि देखाउने छु। हेर्न सक्नुहुन्छ भिडियो चाहिँ दामी तरिकाले बनेको छ हैन। र तपाईहरुलाई म अर्को पनि एउटा भिडियो यसबाट बनाएर देखाउने छु, त्यो पनि हेर्नु होला। अब यसलाई तपाईहरुले चाहिँ आफ्नो ग्यालरीमा डाउनलोड गर्नको लागि चाहिँ तल डाउनलोडको बटन देखाएको छ, यो तलतिर फर्केको तीर आइकनमा त्यसमा क्लिक गर्नु होला र तपाईहरुले तल देख्न सक्नुहुन्छ सेभ भन्नेकोमा क्लिक गर्नु होला र तपाईहरुले फाइल्समा क्लिक गरेर सेभ गर्नु होला। ओपन गर्नु होला। डाउनलोड गर्न चाहिँ धेरै नै सजिलो छ हैन गाइज। तपाईहरुले चाहिँ यसरी नै डाउनलोड गर्नु होला। अब मैले डाउनलोड गरेको भिडियो चाहिँ कहाँ आयो भन्ने कुरो तपाईहरुलाई देखाउने छु। फाइलमा क्लिक गर्नु होला। फाइलमा क्लिक गरिसकेपछि तपाईहरुले देख्न सक्नुहुन्छ यहाँनिर फर्स्टमा चाहिँ हाम्रो भिडियो आइसकेको छ हैन। देख्न सक्नुहुन्छ भिडियो चाहिँ हाम्रो यस्तो खालको बनेको छ र तपाईहरुले पनि आफ्नो फोटोलाई चाहिँ यसरी नै बनाउन सक्नुहुनेछ, भिडियोमा कन्भर्ट गर्न सक्नुहुनेछ। म चाहिँ तपाईहरुलाई फेरि अर्को फोटोबाट भिडियो बनाएर देखाउने छु, त्यो पनि हेर्नु होला। एड मिडियामा जाउँ, फोटो लाइब्रेरीमा जाउँ। त्यसपछि तपाईहरुले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ बाइक छ। बाइकको फोटोलाई चाहिँ म भिडियोमा कन्भर्ट गरेर देखाउने छु। प्रोन्ट पनि पेस्ट गरिदिए, जेनेरेटमा क्लिक गरिदिए। हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ केही समयमा फोटोबाट चाहिँ भिडियो बनिसकेको छ हैन। अब तपाईहरुलाई म चाहिँ यो प्ले गरेर देखाउने छु। हेर्न सक्नुहुन्छ बाइक चलाएको फोटो चाहिँ भिडियोमा कन्भर्ट भइसकेको छ हैन। राम्रो बवाल तरिकाले भइसकेको छ र यसरी नै तपाईहरुले चाहिँ मेटा एआईबाट आफ्नो कुनै पनि फोटोलाई भिडियोमा कन्भर्ट गर्न सक्नुहुनेछ।